हेलो नमस्ते एन्ड वेलकम ब्याक टु एभ्रीबडी। आज चाहिँ हामी भीमढुङ्गादेखि नागढुङ्गासम्म निस्किँदैछौँ। भीमढुङ्गाबाट स्विजरल्यान्ड पार्क, विन्ध्यवासिनी मन्दिर, विन्ध्यवासिनीबाट हामी दहचोकबाट नागढुङ्गा निस्किँदैछौँ। सो अहिले चाहिँ भीमढुङ्गाबाट अलिकति माथि यो नर्सरी भन्ज्याङ भन्ने ठाउँमा छौँ। यहाँबाट राम्रो दृश्य देखिराखेको छ। हामी जाने चाहिँ यो डिरेक्सनमा हो। यो झ्याम्म परेको रुखलाई लेफ्ट बनाएर हामी अगाडि बढ्छौँ। त्यहाँबाट अलिकति अगाडि गएपछि सिडी नै सिडी भएको बाटो लेफ्टमा देख्छौँ। यो सिडी नै सिडी भएको बाटो, यो जङ्गलको बाटो छ। हामी करिब 20 देखि आधी घन्टा, 20 मिनेटदेखि 30 मिनेटसम्म यो बाटोमै हुन्छौँ र यो बाटो सकिने बित्तिकै हामीले एउटा पिच रोड भेट्छौँ। त्यो पिच रोड चाहिँ स्विजरल्यान्ड पार्कको पिच रोड भनौँ न। त्यहाँबाट नजिकै विन्ध्यवासिनी मन्दिर छ। यो विन्ध्यवासिनी मन्दिर पहिला चाहिँ यो स्ट्रक्चर थिएन, मन्दिर मात्रै थियो। अहिले चाहिँ भित्र मन्दिर मूर्ति पनि स्थापना गरिएको रहेछ। निकै राम्रो ठाउँ छ। एउटा सानो डाँडाको टुप्पोमा यो मन्दिर अवस्थित छ। निकै राम्रो छ। यता जाँदाखेरि छुटाउन नहुने ठाउँ यो पनि एउटा हो। भाइब एकदम मजाको छ र अहिले मन्दिर पनि निकै विशाल मूर्ति स्थापना गरिएको रहेछ। यो प्रिमिसेस भित्रै पर्यो विन्ध्यवासिनी मन्दिरको। माथि विन्ध्यवासिनी माताको मन्दिर र यो बाटोबाट गयौँ भने हामी कलङ्की पुग्छौँ। अहिले म नागदहमा छु। यहाँसम्म आइपुग्नलाई मैले प्रपर रोड डिटेल दिइनँ। भन्नुको मतलब रुट डिटेल दिइनँ, किनभने यहाँ यो बिचमा धेरै नै बस्तीहरू छ, मान्छेहरू प्रशस्त उपलब्ध हुन्छन्। सो सोध्दै सोध्दै तपाईँहरू आउन सक्नुहुन्छ। इट्स सो इजी हाइक होइन। यहाँसम्म आइपुग्नलाई धेरै सजिलो छ। यो चाहिँ अगाडि कालुपाण्डे पार्क भयो र सँगै रहेको यो भ्यू टावर होइन, के अरे दहचोक के अरे भ्यू टावर। अहिले हामी माथि जाँदैछौँ। माथिबाट चाहिँ धादिङ काठमाडौँको राम्रो भ्यू देखिन्छ। आज चाहिँ त्यति भनौँ न त्यति खुलेको थिएन। सो अलि खुलेको बेलामा चाहिँ तुवालो नलागेको बेलामा चाहिँ यहाँबाट राम्रो दृश्य देखिन्छ। यता चन्द्रगिरी देखिन्छ भने अर्कोपट्टि काठमाडौँ धादिङ देखिराखेको छ। र कालुपाण्डे पार्कबाट सिधा पिचको बाटो अगाडि आइसकेपछि हामी यो राइट ह्यान्ड साइडमा त्यो घर देखिएपछि राइट ह्यान्ड साइडमा एउटा गोरेटो बाटो छ। यो गोरेटो बाटोबाट क्रमशः तल लाग्छौँ। हाम्रो अन्तिम गन्तव्य चाहिँ नागढुङ्गा हुन्छ। यहाँबाट करिब 45 देखि आधी घन्टाको यस्तै बाटो हिँडेपछि तल पिच रोड भेटिन्छ। पिच रोडबाट छेउमा नागढुङ्गाको चेकपोस्ट भनौँ न अथवा नागढुङ्गाको चोक छ। त्यो चोकबाट हामीले पब्लिक यातायात लिएर आफ्नो गन्तव्यतिर फर्कन सक्छौँ। अघि जुन पहेँलो घरबाट हामी राइट लागेको थियौँ, त्यो पिचको बाटो गयो भने पनि हामी तल रोड भएको ठाउँमा पुग्छौँ। त्यहाँबाट चाहिँ यो नागढुङ्गाको जुन सुरुङ मार्गको आउटलेट छ त्यतातिर पुग्छौँ। यो बाटो अलि असहज लागे, हजुरहरू त्यो बाटो पनि जान सक्नुहुन्छ। यो चाहिँ अब हामी हाइकमा आएको भएर चाहिँ अलि हामी प्रिफर नै यस्तो इनर रोड, पुरानो हाइकिङ रुटहरू, पुरानो ट्रेलहरू प्रिफर गर्ने भएकोले हामी चाहिँ यो बाटो आयौँ।